सबैलाई मेरो नमस्कार है। यो सबै कुराहरू भनेर साध्य पनि छैन हैन। मैले स्ट्याटसमा अथवा स्ट्याटसको स्क्रिनशट लिएर सबैलाई त्यसलाई फोटो बनाएर मैले अपलोड गरिदिएको छु। ती सबै कुराहरू पढ्नु होला र वन बाई वन पढ्नुभयो भनेदेखि पनि सबै कुराहरू क्लियर हुन्छ। पेज सेज यताउता कुन पेज कसको भनेर नगर्नु त आफै बुझिन्छ क्या। सबै छर्लङ्ग बनाइदिएको छु। यो मैले गर्ने पनि थिइनँ होला है, तर धेरै कुराहरू मान्छेहरूलाई जिज्ञासा भयो क्या, किन यस्तो भयो होला कस्तो भयो होला भनेर यस्ता कुराहरू निक्ले क्या। अनि त्यही भएको कारणले उतारि वास्तवमा कुरा यस्तो भनेर मैले हाल्न पर्ने बाध्यता भयो। मलाई त्यसको मतलब छैन क्या, तर जुन कुरा उनीहरूले मलाई गरे त्यो कुराको चाहिँ मलाई याद पनि आउँदैन। त्यसको जे भयो भयो सक्यो, मैले बिर्सिसकेँ क्या। तर मलाई जुन धोका दिएको छ त्यो मैले बिर्सिन सकेको छुइनँ क्या। त्यही भएकाले धेरै मान्छेले, अरू साथीभाइहरूले होस्, अरू कसैले पनि होस्, समाजले पनि होस् होइन, के भएको कसो भएको भनेर सोद्धाखेरि अन्तखेरि मैले बाध्य भएर यो एउटा भिडियो पनि बनाएको। सबै कुरा त्यहाँ गएर पढ्नु होला। मैले अहिले जुन रश्मि पनेरू भन्ने एकजना योगेश भाइको यस्तो काण्ड सुन्दाखेरि यो 90% महिलाहरू चाहिँ खालि यस्तै धोकेबाज हुँदो रहेछन् भनेर मलाई त्यतातिर झन् त्यो भाइको कहानी सुने पछाडि झन् मलाई रोन मन लाग्यो क्या। अनि त्यो भाइको कहानी र सेम मेरो कहानी पनि सेम त्यस्तै छ है। अनि फेरि त्यो नानी 13 महिनाकी नानी छोडेर गएको, मेरी छोरी 13 महिनाकी छोडेर गएकी, त्यो नानीलाई खुवाउने पियाउने 29 महिनाको मैले बनाएँ। त्यस्तै राम्री थिइन्, त्यति मोटी भएकी थिइन्, बाबासँग दादासँग कति खुसी भएकी थिइन्। 8 वर्षको बाबु पनि थियो। छोडेर गइसके पछाडि 2 महिना पछाडि मलाई ब्लक गरिदिए। अब 29 महिनासम्म कोही हेर्न पनि आएका होइनन्, कसैले केही सहयोग गरेको पनि होइन। ऋणपान खोजेँ, साथीभाइसँग गुहार मागेँ, के गरेँ कसो गरेँ गरेर मैले त्यो नानी पालेर बसेँ है। पछाडि 29 महिना पुगे पछाडि त फेरि चोरेर लगिदिएँ क्या। साली र त्यो के अरे सासूले चोरेर लगिदिइसके पछाडि मलाई त त्यो नानी अब म यस्तो अट्याच भइसकेकी थिएँ मसँग। त्यसरी चोरेर लगिसकेपछि मलाई एकदम ह्याङओभर पनि भयो, मलाई डिप्रेसन पनि भयो। कति मान्छेलाई भने, तर यो समाजलाई नराम्रो कुराहरू चाहिँ एकदम छिटो कुराहरू यस्तो रहेछ भनेर गर्ने, परेको बेलामा सहयोग गर्ने भनेको कुरो कोही पनि हुँदो रहेनछन् क्या। साह्रै मन दुखेर अनि म पनि विदेशिएको हो, म पनि अब कमाउँछु नि भनेर निक्लेको। अब बाबुलाई पनि मैले पढाइराखेको छु, बाबु चाहिँ मैसँग छ। बाबुलाई सबै कुरो थाहा रहेछ, सबै कुरा त्यसमा लेखिदिएको छु। एकचोटि राम्ररी पढिदिनु होला, यो मेरो बिन्ती छ। अनि सबै क्लियर छ क्या, जे पनि जिज्ञासा आउँछ सबैको त्यसमा क्लियर छ। यस्तो भएको रहेछ भने तपाईँहरूले बुझ्नु पनि हुन्छ। धेरै धेरै धन्यवाद। यदि मेरो कुराहरू असत्य साँचो लाग्यो भने मसँग फोन रेकर्ड छ क्या, फोन रेकर्ड। त्यो जेठानले मलाई खाते कुकुर पनि भनेर गाली गरेका रेकर्डहरू पनि छन्। त्यो सालीले बोलेको पनि छ, त्यो सासूले त झन् के बोलेकी छ। सबै रेकर्डहरू खोज्नुहुन्छ भने म त्यो रेकर्ड पनि म एउटा भिडियो बनाएर हालिदिउँ।